यो भूकम्प पश्चातको पुनर्संरचनामा अथवा उत्थान गर्ने हिसाबमा यो प्रोजेक्ट सञ्चालन भएको मैले जानकारी पाएँ र यसमा टुरिज्मको कम्पनी उहाँहरूले यसलाई हिस्टोरिकल साइटलाई रेनोभेट त गर्ने साथसाथै यसलाई चाहिँ कसरी पर्यटनसँग लिङ्केज गर्न सकिन्छ भन्ने हिसाबमा प्रोजेक्ट सञ्चालन गर्नु भएको छ। त्यो नेपाल पर्यटन बोर्डको तर्फबाट भन्दाखेरिमा यस्तो खालको कार्यक्रमहरू जसले चाहिँ नयाँ टुरिज्म प्रोडक्ट आइडेन्टिफाई गरिदिन्छ, उद्घार गर्छ। त्यस्तो खालको कार्यक्रममा नेपाल टुरिज्म बोर्ड जहिले पनि सहकार्य गर्न तत्पर रहन्छ, साथ रहन्छ हाम्रो। र यसलाई अब धेरै जस्तो टुरिस्टको आगमनहरू यसरी हामीले हेऱ्यौँ भनेदेखि पाटनगर स्क्वायर, त्यस पछाडि यहाँ अलिकति तल आयो भने यता कृष्ण मन्दिर लगायत हाम्रो सुन्दारासम्म मात्र आएको देखिन्छ। र यो अघि हाम्रो यहाँ सरले पनि भन्नुभयो पूर्वतिरको त्यहीबाट अघि उगरिरहनु भएको थियो भने चाहिँ यो एरियातिर अलिकति कम आयो कि जस्तो म आफू पनि भर्खर आएको फर्स्ट टाइम आयो भन्दाखेरि अब हामीले यसलाई चाहिँ नेपालको पर्यटकीय नयाँ अट्र्याक्सनको रूपमा अथवा हाम्रो पर्यटकीय जुन म्याप बनाउँछौँ त्यो म्यापमा पनि यो गल्लीले हामीले समावेश गर्नेछौँ, जसले गर्दा हाम्रो उतापट्टिको फ्लो केही न केही भए पनि यतातिर बढ्न सक्छ जस्तो हामीलाई लाग्छ। अब डियुले पार्टनरसिप गरेको रहेछ यस्तो खालको कार्यक्रममा, जसले चाहिँ कम्युनिटीलाई पनि इन्भल्भ गराएर केही रोजगारीको अवसर पनि सृजना गरेको छ। नेपाल टुरिज्म बोर्डले पनि युएनडिपीसँग मिलेर यस्तै खालको कार्यक्रमहरू सञ्चालन गरेका छौँ, जहाँ जुन चाहिँ कोभिडले अफेक्टेड अग्रपङ्क्तिका जनशक्तिहरूलाई हामीले काम दिएका छौँ। त्यसमा हामी ललितपुर महानगरपालिकासँग पनि पार्टनरसिप गर्न सक्छौँ। साना पर्यटकीय पूर्वाधारहरू बनाउनको लागि युसँग पनि पार्टनरसिप गर्न सक्छौँ। साना पर्यटकीय पूर्वाधारहरू बनाउन अथवा चाहिँ कम्युनिटीलाई इम्पावर गर्नलाई तालिम लगाएर काम कारबाहीहरू गर्नलाई अहिले ह्यान्डओभर भएको यो टुरिज्म डेभलपमेन्ट प्लान र यो पर्यटनमा आधारित उद्यम विकास योजना भन्ने दुईवटा चिज छ। यसमा कुनै न कुनै रूपमा हामी सहकार्य गर्न सक्छौँ जस्तो लाग्छ।